जय मसी नमस्कार मेरो सबै साथीहरूलाई। अनि आज बिहानी चाहिँ म यहाँ ढिँडो बनाएको छु अनि मलाई अलिक रुगा पनि लागिरहेछ। त्यही भएर पहिला गाउँमा चाहिँ मेरो बाबाले रुगा खोकी लाग्दाखेरि चाहिँ कोदोको खोले अनि कोदोको ढिँडो खानुपर्छ अनि निको हुन्छ भन्नुहुन्थ्यो। अनि आज यो नेपालको प्योर घिउ भाउजूले ल्याइदिनु भएको, यता नेपालबाटै भाउजूले ल्याइदिनु भएको कोदोको पिठो, अनि यहाँनिर आफ्नो बारीको टमाटर, अनि यहाँ आफ्नो बारीको फर्सीको मुन्टा, अनि यहाँनिर नेपालकै चनाको दाल बनाएको छु। अनि यहाँ कागतीहरू निचरेर हालेको छ। अनि यता बारीको आफ्नै अर्ग्यानिक बारीको टमाटरको अचार साथीहरू। अनि यता घिउसँग भात। म चाहिँ यसरी गाउँ अब विदेश आएको चाहिँ 18 वर्ष लाग्यो। 18 वर्ष लागे पनि मलाई चाहिँ यो गाउँमा मकै कोदो खाएर हुर्केकोले गर्दाखेरि खाँदै पनि गर्नु पर्यो। हजुरहरू लिए ल। अनि खाँदै पनि गर्छु अनि कुरा पनि गर्दै गर्छु। यहाँनिर त्यही कोदोको ढिँडो अनि मकैको चेक्लाको भात खाएर बानी भएकोले यत्रो वर्ष भए पनि म चाहिँ टाइममा यही नै खाने गर्छु। अनि स्वास्थ्यको लागि पनि राम्रो हुन्छ भन्छन्। अनि यो घिउ चाहिँ भाउजूले नेपालबाट प्योर घिउ मगाउनु भएको मेरो लागि। अनि यो दाल पनि, यो चनाको दाल पनि भाउजूले नै नेपालबाट मगाउनु भएको। अनि हुन्छ हजुरहरू। अनि यो बारीको टमाटर उसुत्दै छ अनि रगत बढ्छ भन्छ यो टमाटर, काँचो टमाटरले चाहिँ। अनि अचार पनि खाना चाहिँ म टन्नै खान्छु है साथीहरू। कतिजनाले यो नन्द दुब्लो छ यसले खानै खाँदैन होला भन्छन्, तर ढिँडो खाना चाहिँ यस्तो डर लाग्दो खान्छ है साथीहरू। अनि यहाँ ढिँडो, यता कागती निचरेर हालेको चनाको दाल, यता पापड। म चाहिँ के गर्ने साथीहरू, नेपालमा आफ्नो काम पाइँदैन, नेपाल भत्ताभुङ्ग भइरहेछ। अनि मसँग 3टा छोरीहरूलाई भविष्य राम्रो होस् भनेर यसरी बाहिर बसियो। परमेश्वरलाई धन्यवाद। मेरो भाउजूले ल्याइदिनु भएको घिउ, यहाँ कागती लेमन पानी। ल साथीहरू, हजुरहरू पनि कतिजना रुगा खोकी लाग्दा चाहिँ यसरी ढिँडो कोदोको खोले बनाएर खानु होला। आफ्नो बारीको टमाटर स्वादिष्ट छ। हुन्छ, बाई बाई। जय मसी नमस्कार साथीहरूलाई।